गाइज हामी दौडिँदैछौँ लास्ट भए पनि धरान 10K म्याराथन कस्तो बोल्नुभन्दा पनि अब दौडिनु नै बेटर होला जस्तो छ हजुर हजुर भिडमा मजा आउँछ अब कन्टिन्यू नरोकिकन यत्तिकै पेसमा कुद्ने मिठो मिठो आलु के को बास्ना आयो यार मिठो मिठो आलुको बास्ना आयो अब यत्तिकै नरोक्ने होइन बरु बिस्तारै भयो भने दौडिने ल उहाँसँग इन्टरभ्यू लिइहालौँ ल बोल्दैन भन्नु होइन ल भन्नु धरानको बारेमा भन्नु भन्नु नमस्ते मेरो नाम चाहिँ विनुषा तामाङ फ्रम स्काउट ग्रुप थियो हाम्रो चाहिँ यहाँ आज फागुन 9 गते धरान भइरहेछ हरेक वर्षको जस्तो यो चाहिँ एभ्री इयर हुन्छ हाम्रो यो चाहिँ नेवा च्यारिटीबाट आयोजना गर्नुभएको यति नै हो धन्यवाद अनि कहिले बेस्ट अफ लक सबैजनालाई मजाले खेल्नुहोस् कुद्नुहोस् अनि कहिले नदौडिनेहरूलाई के भन्नुहुन्छ सबैजना आएर कुदिदिनु होला यो रन के भन्छ कुद्नु नसक्नेहरूलाई मात्रै होइन रन एन्ड फन पनि हो फनको लागि पनि हुन्छ सबैजना आएर इन्जोय गरिदिनु होला धन्यवाद ल तपाईँलाई पनि धन्यवाद है ल धन्यवाद ल थ्याङ्क यू ल अब अब यत्तिकै पेसमा होइन नरुक्ने अब कति 4 किलोमिटर जति बाँकी होला अब हिँड्ने होइन यत्तिकै दौडिने कतिको सक्छु गाइज तिम्रोबाट पोर्ट्रेट पनि हान्नु नि त सक्छ भने बोथ अनि पोर्ट्रेट भनेको त्यो ल्यान्डस्केप हान्यो मैले गर्दा कस्तो ल यता पनि कुरा गर्नु यहाँ भनिदिनु पऱ्यो कि हजुर रनको बारेमा भन्नु न के भन्नु तपाईँलाई जे मन लाग्छ त्यो बोल्नु न तपाईँको नाम भन्नु मेरो नाम कृष्ण श्रेष्ठ तपाईँ कहिले दौडिनु भएको छ हजुर म 2 चोटि दौडिसकेँ त्यसको अनुभव लिनु एकदमै मजा भएको थियो 10 किलोमिटर रन गयो हो मजा नि आयो मेडल नि पायो मेडल त पाइहालिन्छ होइन अनि यो पालि चाहिँ किन दौडिनु भएको यो पालि स्काउटबाट आउँथ्यो अनि त्यही भएर अहिले के गर्नुहुन्छ अहिले हामी भलिन्टियर गर्दैछौँ के को लागि के गर्दै हुन्छ भलिन्टियरमा रनर्सहरूको लागि यहाँ बाटो रोकिदिने गाडीहरू आइराख्नु भएको हुन्छ नि त अनि रनर्सहरूलाई गाह्रो हुन्छ भनेर यस्तो बाटो रोकिदिनु पर्दैन ल अर्को वर्ष दौडिन्छ होला नि त अर्को वर्ष सायद दौडिनु होइन भेटौँला ल तपाईँलाई धन्यवाद ल हामी अब बढ्यौँ त अगाडि ए हुन्छ के आइरहेछ सर मेरोबाट तपाईँ पनि यसो भनिदिनुहोस् त हजुर हाम्रो अडियन्सलाई के भन्नुहोस् अडियन्सले अब के भन्नु धरान रनमा यहाँहरू सहभागी हुनुभएको छ यहाँहरूलाई चाहिँ अब स्वास्थ्य लाभको कामना गर्छु यस्ता कार्यक्रमहरूले गर्दाखेरि चाहिँ अब जीवनशैलीमा अहिले जुन समस्या छ यसलाई सुधार गर्नुपर्ने आवश्यकता पनि छ धरान रन सफल होस् र यहाँहरूको स्वास्थ्य पनि राम्रो होस् अनि हामीले अहिले कति किलोमिटर पार गरिसक्यौँ अहिले यहाँ तपाईँहरू यहाँ तलतिर गएपछि चाहिँ लगभग 6 किलोमिटर पार गर्नुहुन्छ त्यसपछि क्रमशः अब यो
म चाहिँ विशेष रनलाई चाहिँ स्वास्थ्यसँग जोडिदिनुहुन्छ होइन यो कुरालाई चाहिँ एकदमै सकारात्मक रूपमा लिन्छु हस् हस् सर हस् धन्यवाद तपाईँलाई धेरै धेरै हामी अगाडि बढ्छौँ है हस् ल धन्यवाद ल ल भन्दै 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 You can do it, go on. यताबाट खिच त एन्टी लाइट पुरो You can do it, go on. Fighting. अनि अरू बोल न अनि लास्ट जे छ होइन कस्तो फिल हुँदैछ एकदम एक्साइटिङ एन्ड रमाइलो फिल हुँदैछ सबैलाई चियर अप गर्नु एन्ड मोटिभेट गर्नु एकदम मजा आउँदैछ थ्याङ्क यू होइन अनि योभन्दा अगाडि दौडेको छौ नो दौडेको भोलिन्टियर अनि नदौडे नि मेबी इन फ्युचर ल फ्युचरमा भेटौँ है त ल बिदा Best of luck. ल ल थ्याङ्क यू ए 6 किलोमिटर दौडिन आँटिसकेँ म अब 6 किलोमिटरसम्म उल्टो दौडिदिन्छु उल्टो होइन होइन रङ बोल्दैछ 6 किलोमिटरसम्म म उल्टो दौडिन्छु गाई 6 किलोमिटर आउनु आँट्यो गाई 6 किलोमिटर अब 4 किलोमिटर मात्रै बाँकी ल आउनुहोस् अगाडि अगाडिबाट धेरै राम्रो आउँछ नि ल यो भाइसँग एकचोटि कुरा गरौँ ल बोला त पकडा तिम्रो नाम भन उता क्यामेरामा हेर अश्विन सुब्बा यहाँ के भइरहेछ अहिले धरान रन तिमी दौडेको छौ म दौडेको छुइनँ कस्तो लाग्दैछ यो हेर्दाखेरि माहौल हेर्दाखेरि राम्रो राम्रो उता पनि देखाऊ होइन अनि तिमी के नदौडे नि अब नेक्स्ट टाइम होला नेक्स्ट टाइम अनि तिम्रो कोही साथीभाइ दिदी बहिनी दाजुभाइ कोही दौडिरहेछ को दौडिरहेछ मेरो एउटा दाइ हुन्छ कि उहाँ दौडिराख्नु भइरहेको छ उहाँले यो पार गरिसक्नु भयो पार गर्छ अरू कोही आउँदैछ तिम्रो साथीहरू छैन आएको छैन ल अब भाइ अब तिम्रो नाम भन्देऊ अश्विन सुब्बा सुब्बा है ल अब नेक्स्ट टाइम भेट्छु ल ल तिमी पनि पार्टिसिपेट हुनुपर्छ हुन्छ ल धन्यवाद ल बढाउँ हामी अगाडि पानी चाहिन्छ तिमीलाई यसरी नै अघि पानी गर्ने ल उसको नि ल होइन बोला न बोला क्यामेरा खिचिसक्यो तिमी नलजाऊ न ल उहाँको खिच्नु उता हेरेर भन्दैन पकाउनु एकछिन पकाउनु ल तपाईँको अनुभवहरू सुनाइदिनु मेरो फर्स्ट टाइम हो पहिला भलिबल खेलेको थिएँ बिचमा एक्सिडेन्ट भयो सबै त्यो बन्द भएको थियो हजुर सो फर्स्टचोटि गरेको गाह्रो चाहिँ भइरहेछ तर नि मजा आइरहेछ अनि पार्टिसिपेट गर्नुभयो नि त्यही ठुलो कुरो हो कि हामी बरु हिँडेर भए पनि पार गर्छौँ होइन हजुर कतिजना बेड बस्तीतिर गला नदौडिनेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ एकचोटि ट्राई गर्नुहोस् मजा आउँछ हार्टबिट फास्ट हुँदाखेरिको बेग्लै मजा हुँदो रहेछ हजुर धेरै खुसी हस् ल तपाईँलाई धन्यवाद तपाईँको नाम भन्दिनँ म सुशीला कार्की ल तपाईँलाई धेरै धेरै अगाडि बढ्छौँ है त ए हस् हुन्छ ल ल भाइहरू भन्दै त आज धरान रनमा हामी चाहिँ भलिन्टियर भएर बसिरहेको छौँ एन्टीलाई पऱ्यो कि यतातिर पऱ्यो आज हामी चाहिँ ट्राफिकलाई रोक्ने काम गर्दैछौँ भलिन्टियर भएर दाइहरू चाहिँ कहाँबाट हामी विराटनगरबाट विराटनगरबाट दाइहरू हामी समाइक दिनु पर्दैन ए ल होइन म के भन्दिनँ उसले भनिसक्यो यति नै हो अनि तिमी दौडेको छौ म पहिला दौडेको थिएँ कस्तो फिल भइरहेछ कस्तो हुन्छ होइन भन्दै न अनुभवहरू कस्तो फिल त अब स्या हुन्छ अब कुदेपछि त्यही हो अब कहिले अरू केही नदौडिने अरू केही त मैले भन्न चाहिनँ तर फर्स्ट टाइम कुदा चाहिँ रातै पिरो हुन्छ क्या पुरै स्या हुन्छ ऊ फर्स्ट टाइम होइन अनि कहिले नदौडिनेहरूलाई चाहिँ के भन्छौ कहिले नदौड्नेलाई चाहिँ हल्का प्र्याक्टिस गर्नु भन्छु म चाहिँ एक दुई हप्ता अगाडि नै ठिक 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 यहाँ आएपछि माहौल पनि हुन्छ होइन जोस पनि हुन्छ कुदिन्छ तर फेरि एकछिन पछि चाहिँ अब हाम्रो क्यापेसिटी पनि थाहा हुन्छ त्यसपछि चाहिँ एन्डमा आएर त्यति नै हो यति नै भन्न चाहन्छु म भनेर सक्दै हुन्छ मेरो नाम समय बस्नेत म धरानबाट र म कक्षा 12मा पढ्छु धन्यवाद ल अर्को राउन्डमा भेट्छु तिमीलाई है म के भन् अर्को राउन्डमा चाहिँ म कुद्नै छु है यो ज्ञानोज एकोरो दुईवटा च्यानल छ त्यसैमा आउँछ एकोरो है ज्ञानोज अप्ठ्यारो लाग्यो भने एकोरो म के भन्न चाहन्छु भने है सुरुमा हामीलाई डर लाग्छ क्या केही कुरा गर्नलाई तर गरिसकेपछि गाह्रो हुन्छ
गाह्रो हुन्छ होइन तर अलिकति दौडिसकेपछि मजा आउँछ क्या फुल लगभग आधा घन्टा 1 घन्टा दौडेपछि चाहिँ देखिन्छ क्या यसको पावर के हो भन्ने कुरा ल गाइज अब हामी अगाडि बढ्छौँ ए मसँग त माइक यो खिच है प्लिज प्लिज ल ल ल ल तपाईँ भिडियोमा आउनु चाहन्छ बोलिदिनु बोल्दिनँ बोल्नु न बोल्नु तपाईँले हाम्रो सेवा गरिरहनु भएको छ होइन नआउनु न ल धन्यवाद ल उहाँसँग हामीले भिडियोमा बोल्यौँ ल बोल्नु न पक्नु त ल दौडिँदै भन्नु आज हामी 10 किलो धरान रनमा दौडिरहेछौँ हजुर म चाहिँ धरान 16 वडा सदस्य नाम पनि भनिदिनु मेरो नाम मीरा विश्वकर्मा धरान 16 महिला वडा सदस्य र हाम्रो नियमित 4 वर्षदेखि हामी नियमित धरान रन 10 किलोमिटरमा दौडिरहेका छौँ हजुर आज एकदम रमाइलो भइरहेको छ हामीलाई ठाउँ ठाउँमा सम्पूर्ण सरसफाइ गरेर गाडीहरूलाई सुरक्षित गरेर पानीहरू सहयोग गरेर सहयोग गर्नुभएको छ त्यसको लागि धन्यवाद नमस्कार यता यता अब यता बजाउनु बजाउनु एकछिन बजाउनु बजाउनु अब हामी तामाङ सेल होइन त अब तामाङ सेल अलिअलि अब आउँदैन अब ल तपाईँहरू केही भनिदिनु त धन्यवाद ल धन्यवाद हामी अगाडि बढ्यौँ थ्याङ्क यू भिडियोलाई पज गर नि त माथि पावर